यलो महानगरपालिका थुसिन यसई परीक्षा फो जीपीए हपी बनामिते त वो बनेको थिया त बियावया चंगु नगद शिरपाया त निरन्तरता बिगु थया दिगु दु आइतबार त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय या हे खुकगु अभिभावक दिवसे यलो महानगरपालिका या मेयर चिरी बाबु महर्जन बनामिते त वो बनेको थिया त प्रोत्साहन या त थते शिरपा घोषणा यानागु थया दिल त्यसै गरी हाम्रो 75औं हिरक जयन्तीको अवसरमा स्थापित जाजोले मेयर महर्जन लिपाङ्गो अवस्था नेपाया बनेको थी बनामी देगु अंग्रेजी भाषा सुधार जिया वंगु तस्क चोछा बजुगु थया दिल 2078 सालको एसएलसी को रिजल्ट निस्किँदाखेरि नेपाल मुलुक भरिबाट जम्मा 42 जनाले जीपीए 4 ल्याए त्यो भनेको चाहिँ जीपीए 4 आउट अफ 4 भनेको 100 नम्बर ल्याए नेपाल भरिबाट 42 जनाले यसमध्येमा ललितपुर महानगरपालिकाको तर्फबाट 4 जनाले जीपीए 4 ल्याए 753 मध्ये स्थानीय पालिका मध्ये 42 जनाले ल्याउने तर हाम्रै महानगरबाट 4 जनाले ल्यायो भनेपछि म चाहिँ एकदमै खुसी भएँ त्यसमाथि पनि बढी खुसी यसकारण भयो कि एकजना विद्यार्थी यही त्रिपद्म स्कुल आफू पढेकै स्कुलको विद्यार्थीले चाहिँ जीपीए 4 ल्याएको रहेछ तसर्थ मैले चाहिँ प्रश्न गरिदिएँ जीपीए 4 ल्याउने विद्यार्थीहरूलाई 1 लाख रुपियाँ प्राइज दिने अनि स्कुललाई 2 लाख दिने भनेर कोल्दिए समयको व्यस्त विद्यालयमा आएर कार्यक्रमको शोभा बढाइदिनु हुने जाजोले मेयर महर्जन बनेको थिया थिथि विधा उत्कृष्ट जुइत तालापी बनामिते त शिक्षक अभिभावक ते त थिथि शिरपा ललहना दिएको ख अनुरोध गरिसकेको छु त्यस्तै गरी विशेष सम्मान ग्रहण गर्नको लागि सहायक प्रधानाध्यापक रामप्रसाद तिमसना ज्यूलाई अगाडि स्टेजमा आमन्त्रण गर्दछु यसै गरी विशेष सम्मानकै क्रममा ऐच्छिक अर्थशास्त्रमा उत्कृष्ट योगदान दिनुहुने +2 कोअर्डिनेटर श्री दिलबहादुर बुढाथोकीज्यूलाई सम्मान गर्नुहुने आदरणीय श्री दयराज आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी सम्मानकै क्रममा म स्वयं अर्का हाम्रो एकदमै सर हृदय मित्र दिलबहादुर बुढाथोकी सर श्रेष्ठ आचार्य सर दयाराज आचार्य सर त्यस्तै कम्प्युटर विषयमै उत्कृष्ट नतिजा हासिल गर्नको लागि अतुलनीय धन्यवाद गाईजी सर त्यसै गरी विशेष सम्मानकै क्रममा पूर्व विद्यालय व्यवस्थापन सुमरमान अमात्यज्यूलाई पनि विशेष सम्मान ग्रहण गरिदिनमा म प्रमुख अतिथि र सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु त्यसै गरी विशेष सम्मानकै क्रममा स्काउट आयुक्त हुनुभएका हाम्रो यस विद्यालयको हाम्रो सम्मानको क्रम जारी नै छ निवाईमा अध्यापक 84 ज्यू निवावी शिक्षक श्री शकुन्तला ढकाल ज्यू निभावी शिक्षक श्री निरप्रदोष बस्नेतज्यू अनि शिक्षक हाम्रो कल्पना खतुराजी हुनुहुन्छ शर्मिला कडेलज्यू त्यसपछि हुनुहुन्छ ललिता श्रेष्ठ म्याम श्री विष्णुमाया तिवारी मिस अगाडि आइदिनु होला पुरुष अभिभावकका रूपमा दिलबहादुर महर्जनज्यूलाई पनि आफै उपस्थित हुनुभएको छैन उहाँको प्रतिनिधि हुनुहुन्छ भन्ने मैले म्यामको निवृत्त जीवन सफल बनोस् सुस्वास्थ्य तथा
जाजोले बोनेकुठिया निमित्त प्रधान अध्यापक हरिप्रसाद खनाल व विद्यालय व्यवस्थापन समिति या नायक चन्द्रलाल महर्जन बोनेकुठिया थिथि भौतिक संरचना जीर्ण जुया वंगुली उकिया पुनर्निर्माण यात मेयर महर्जन या ध्यान आकर्षण याना दिल यो हिरक जयन्ती 75 वर्षको चाहिँ हिरक जयन्ती पार गरेर हामीले चाहिँ एउटा बोलेका थियौँ त्यो बेलामा एउटा स्तम्भ जुन यो स्कुललाई चाहिँ योगदान गर्ने सम्पूर्णलाई चाहिँ केही न केही यो चाहिँ सिनारीको रूपमा चाहिँ हामी जानुपर्छ भनेर हामीले स्तम्भ स्थापना गरे त्यो स्तम्भमा सबै यो स्कुललाई चाहिँ सहयोग गर्ने सम्पूर्ण डाटाहरूको नाम पनि उल्लेख गरी आज हाम्रो आदरणीय मेयर साहब ललितपुर महानगरपालिका शिवराम महर्जनको हातबाट आज हामी यो स्तम्भ अवतरण गर्न पाएँ त्यसमा म धेरै खुसी छु।